हेलो गुड मर्निङ गाइज है। अब 9:30 भइसकेको अवस्था आएछ होइन। बिहान 9:30 भइसक्यो, उठाइ अलिक ढिलो भयो हिजो के गरेर कन्टेन्ट एडिट गरेर हाल्ने तयारी उता कन्डिसनमा ढिलो भयो। त्यो भएर उठ्यो, अब बल्ल उठ्यो। बिहान बिहान भयो, मुख सुख धोएर टोइलेट जाने, फ्रेस हुने चट्टसँगले। केटाहरूले अब केटाहरू उहाँ गएका छन् बाहिर, दाल र भात चाहिँ बसाओ यार भनेर भनिसकेँ। अनि त्यो हुँदाखेरि त बसाउनु है भनेर आइसक्यो न्युज। अनि त्यो भएपछि त दाल र भात त बसाउनु पर्छ, केटाहरू ह्याप्पी रिसाउँछन् होइन। त्यो हुँदाखेरि दाल र भात चाहिँ बसाइदिनु। सुरु टोइलेट जानु पऱ्यो, टोइलेटमा प्रेसर प्रेसर दिइरहेको टोइलेटले। त्यो टोइलेट चाहिँ गर्छु सुरुमा फर्स्टमा, अनि त्यस पछाडि चाहिँ सेकेन्डमा चाहिँ हामी दाल भात बसाउँछौँ है त। ल यसलाई अब एकछिनमा भेटौँला है त। केटाहरू आउँछौँ भने होइन, आउँछौँ भात र दाल चाहिँ बसाउन भनेर भनेका थिएँ। र भात र दाल चाहिँ बसाइदिनु पऱ्यो होइन। भात त लगभग भिजाइसकि गइयो र पानी थपेर बसाउने काम रह्यो। अनि दाल चाहिँ ठ्याक्कसँगले त्यो कुकरमा ठ्याक्कसँगले बसाइदिनु पऱ्यो। त्यस पछाडि बास त्यति हो। ल 10 भइसक्यो, जाडो छ लास्टै, के गर्नु। ठ्याक्कै 1 गिलास पानी खाने चट्टसँगले चिलमा होइन। चिलमा पानी खाइसकेपछि त्यस पछाडि अब के खाने त भन्दाखेरि अब दुध चिया खानुपर्छ होला सायद होइन। एउटा ब्रेड पनि रहेछ, त्यो ब्रेड खाँदा पनि भयो। अनि अर्को भनेको हाम्रो त्यहाँ ब्रेड जाम छ, ब्रेड प्लस तलतिर जाम छ है, ब्रेड जाम खाँदा पनि भयो है। अहिले हल्का केही न केही खाम जस्तो लागिरहेछ। हेरौँ अब के खाम। अहिले म कन्टेन्ट बनाउँछु नि तपाईँहरूलाई होइन, देखाउँछु नि के खाम भनेर होइन। सुरुमा चाहिँ पहिलो नम्बरमा चाहिँ पानी चाहिँ अनिवार्य है त। आज शनिबारको दिन घाम मजाले लागेको छ काठमाडौँमा चट्टसँगले। अनि म चाहिँ ट्याक्कसँगले यहाँ यो मकैको चिउरा भन्छ नि, यो के भन्छ यसलाई, कर्नफ्लेक्स के भन्छ हौ, त्यो खानालाई त ट्याक्क दुधसँग हालेर रेडी गरेको छु। अब खाने टक्कसँगले हल्का ब्रेकफास्ट भनौँ न। अब 10:30 11 बजीतिर ब्रेकफास्ट हुँदैछ मेरो ट्याक्कसँगले। केटाहरू खै कहाँ गएका छन्, अब आइपुगेको छैनन्। केटाहरू आइसक्यो आज होइन। खानपिन भयो, भर्खर खानपिन भयो। पुकारमाथि घाम तप्दियो होला सायद। आजको मौसम चिल छ हौ, पुरै चिल छ। तर पहाड चाहिँ देखिएको रहेन, हिमाल पहाड चाहिँ पनि देखिएको छैन, हिमाल पनि देखिएको छ। त्यस्तो छ। पुकार के हुँदैछ हौ? घाम छ भने मफिन्स खाइयो? किन हौ? ए भात भर्खर खाइएको साँच्ची बिर्सिरहेको मैले। घाम बितापिसक्यो नि पुकार। घाम तपाईँ एकदम नेक्स्ट भयो आज शनिबारको दिन। अब घाम त नेक्स्ट भइरहेको छ। अब चाहिँ म चाहिँ नुहाइदिउँ कि पुकार कि कपाल नाम पर्नेछ भने मलाई। आज शनिबार हुँदैन। आज किन? जनबार हो होइन, अनि शनिबार काट्नु हुँदैन। मङ्गलबार मङ्गलबार आइतबार कुन बार मिल्छ? मङ्गलबार, बुधबार र शुक्रबार। के बार हो जनबार? सोमबार हो नि। सोमबार पनि मिलेन। आइतबार सोमबार मङ्गलबार शनिबार आइतबार सोमबार मङ्गलबार मिलेन। बुधबार र शुक्रबार मात्रै। बिहार पनि मिलेन। किन? त्यो मिल्दैन। होइन कपाल काट्ने बेस्ट भनेको बिहिबार शुक्रबार। शनिबार त काट्थ्यौँ त हामी त पहिला स्कुल पहिला पढ्दा। काटिन्थ्यो, अहिले ठाउँ दिएको नि त काट्नु। शनिबार किन नकाट्नु पर्ने छ कारण? पुरा के रहेछ त शनिबार? के रहेछ? हरेक केटी है, बुझ्नै गाह्रो छ होइन। अब ट्याक्कसँगले म चाहिँ अब कपाल काट्नु हुँदैन भनेपछि म चाहिँ हल्का भानिदिउँ कि जस्तो लागेको थियो होइन। नेक्स्ट भाइसमा क्या यहाँ बसेर नि झ्यार पारेर साइड सट पारेर म चाहिँ आउँथ्यो। के हो कन्टेन्ट बनाउनु पर्छ क्या? कपाल कटाइ त नेक्स्ट हुन्छ त के हो? ठिक हो नि, कपाल हान्नुपर्छ होला आज कपालको। मेरो तरिका जस्तो हान्दैन कपाल, ट्याक्क नि छोटो। कपाल काट्ने मेसिन मुनि छ नि। कपाल काट्ने मेसिन मुनि छ भनेपछि आज कपाल कट्नु पऱ्यो, दारी हल्का काट्नु पऱ्यो, कपाल काट्नु पऱ्यो। एकदम घाम छ, एकदम देखिएको छैन केही भन्दा जिरो, भिजिबिलिटी जिरो जान्छ। ल अब एकछिनमा विचार गर्नुपर्छ छक्क पर्ने गरी होइन। पुकार के छ अब? एक हात हान्ने
बिन नुहाइसक्यो है नुहाइसक्दाखेरि केटाहरू आइपुगेछन् अब केटाहरू पत्रिका सुन्नु है त को आचार हौ को आचार हौ अदम्य के छ अनि कस्तो भ्यू कस्तो छ भ्यू अदम्यको फोन आएको अवस्था है ट्याक्कसँग यसमा ऋषभ भाइ एकदम हाँसिरहेको छ चिलमा होइन के सर्ट गायो पुकार ऋषभ भाइले त सर्ट गायो त के मिलेन तालमेल कता के नमिले जस्तो क्या अब आज शनिबारको दिन हो मौसम चाहिँ आज क्लियर छैन नि ऋषभ भाइ आज घामै लागेको छैन मजा घाम चाहिँ लाग्यो लाग्न चाहिँ लागेन नि आज घाम घाम त लाग्यो भनेको त यो लागेन लास्ट डे लागेन त्यसो होइन भनेको त्यो अस्ति नै जस्तो घाम लागेन क्या रुगा लाग्यो क्या तिमीलाई के मिलेन हौ तपाईँ तिमीले के काम गराउँछौ यार ऋषभ भाइलाई ह्याप्पी स्याक गर्थ्यो त अनि हो डेभलपमेन्ट हान्छ 10 बजीसम्म हान्छ रिजल्ट बिहानको बस्दै रातिको 10 सम्म डेभलपमेन्ट नै हान्छ हो र नेक्स्ट हान्दैछ उहीँ बसेरै के हो चिया हान्नुपर्छ अब ट्याक्क दुध छ कि यी माथि यहाँ माथि बसेर यहाँ कप राखेर यहाँ कप राखेर सुरु पार्ने खाने हो यी खाने हो क्या चिया चाहिँ होइन चिया रिजर्भ भएर नमिठो लाग्यो रिजर्भ भाइ केही प्रतिक्रिया देऊ न त अलिकति थोरै दुई शब्द देऊ न के आउँदैन पानी आउँदैन होइन पिसाबै बेला पनि अब त्यो बियर जस्तो देखिएको चाहिँ प्लस हाल्नु परेन अनि यो प्लसमा पानी आएन कति चाहिँ केमा टोइलेटको फ्लसमा अफिसको एचआरलाई गरेर सुनाउ एचआरले केही गर्ला के भएर जान्छ छोडाइ त्यो लेभलको धुवा त पुकार के हो कसको धुवा हो कालो रहेछ नि आजको नयाँ रेसिपी गाइज हाम्रो दाल फ्राई विथ लसुनको पत्ता फुराएर ब्ल्याक काउ बनाएर त्यस पछाडिदेखि चाहिँ वी गोना कुक नेक्स्ट वान इज cauliflower. Maybe cauliflower. काउली ए आज काउली हान्ने क्याबेज काउली लेखेँ नि त मैले त कन्टेन्टमा काउली लेखिसकेँ आज सब्जी के वाट काउली कि वाट भनेर लेखिदिएको छ नाम के छ उब्रेको हाम्रो दाल नेक्स्ट भएछ गनाएछ पखालको फुल चाहिँ एकजनाले अहिले जाडो धेरै छ कि सो एकजनाले मात्रै पखालको फुलको काम गर्नु जस्तो प्याज पखाल्नु पर्यो होइन टमाटर पखाल्नु पर्यो खुर्सानी पखाल्नु पर्यो तरकारी पखाल्नु पर्यो एकजना मात्रै गरौँ क्या चपिङ हेर्दै गरौँ एकजनाको मात्रै हात चिसो भयो नि त त्यो हो नि सकिँदैन नि त जाडो छ परक्क हुन्छ ल हो र जाडो छ लास्टै हुन्छ क्या चक्कर हुन्छ यो फेरि डुप्लिकेट नाइकी छ नि त कपिराइट्स लाग्छ कि भन्ने कुरोले कहिले काहीँ अलिक प्रब्लम हुनसक्छ नि त नाइकी चाहिँ डुप्लिकेटै हो कोही प्याज ल्याउँ न कटिङ हाल्नु कुन चाहिँ ओरिजिनल पुकार हो र चक्कर धेर्न ओ यस चक्कर भयो चक्कर गर्छ अलिक एउटा मात्रै प्याज कति के भयो दाल पकाउने दालको लागि त पायो कतै रातो दाल छ नि होइन रातो सेतो सबै रातो दाल बनाउनु पर्यो सबै दाल सबै मिसाएको छ रातो सेतो कालो आहा त्यसरी मिसाएको त राम्रो हुँदैन त राजा कसले मिसायो त्यो चक्कर गर्छ नि यार केटाहरूले मिठो हुन्छ नि त मिसाएको मिसाएको दाल मिठो हुँदैन क्या त खाइ नसक्नुहुन्छ यार कालो दाल पनि मिसाएको छ नि क्या केटाहरूले लफडा गऱ्यो यार भोलिदेखि मम्मी मेरो दाल बेग्लै किनेर लिएर आउँछ यार केटाहरू यार सबै दाल मिसाइदिएर लफडा गरेर यस्तो भयो चाहिँ कहीँ हुन्छ हुँदैन त्यस्तो गर्न चाहिँ हुँदैन मान्छेको आफ्नो चोइसको विषय कुरा हो नि कसैलाई कालो मन पर्ला कसैलाई रातो मन पर्ला छुट्टा छुट्टै हुनु पर्यो कसैलाई मुङ मन पर्ला कसैलाई ररी मन पर्ला अब यो फ्राइड दाल बनाउँदाखेरि कस्तो हुन्छ भन्दाखेरि त्यो रेस्टुरेन्टमा खाएको स्टाइलले बन्ने हो नि त भने त्यो लेभलको खतरा अब दाल कडाईहरू दाल मखनीहरू बन्ने त होइन अफकोर्स होइन त्यो पनि एउटा हुन्थ्यो नि त डाल करी विथ एसियन स्पाइसेस अनि त्यस पछाडिदेखि चाहिँ वी क्यान मेक द नेक्स्ट डिस इज
हामीले चाहिँ बन्दाकोपी बनाउने होइन बन्दाकोपी आज बन्दाकोपी काउली काउली कति छ एकचोटि हेरौँ त काउली 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 त नेक्स्ट हो नि ओ माई गड द्याट्स नट इनफ फर अस हैन ल आज हाम्रो बन्दाकोपी काउलीको त के बन्ने भन्ने यहाँ एकदम सरसल्लाह हुँदैछ यहाँ दालको लागि नेक्स्ट टेबल यहाँ भिजाइएको छ दाल नेक्स्ट टेबलको दाल छ अनि दालको लागि एकदम यहाँ पुरै Now the first stage is usually you pour this vegetarian oil into the pressure cooker. Now the next thing is that you usually pour down this vegetarian oil into the pressure cooker, guys. And then after the next steps will be we have already chopped up all these onions, garlic, dried chili. Now the first one is onion chopped and the dried chili and garlic and the garlic leaves. The spring onions, like I say, this one is. Got that? No. The spring onions is. अङ्ग्रेजी नेक्स्ट जाँदैछ फेरि यहाँ म त बुझिदिएर Now, फेरि English is not so bad, not so nice as This what is garlic leaves. You know? यु नो चक्कर गर्छ नि केटाहरूले यो सबै आइटम दालको लागि हो र Yes, of course, man. Fried dal. Listen, of course. This one is like ogadam bogadam. अगडम बगडम ओके अगडम बगडम Jeera, dhania, garam. Yeah, so then after we're gonna make this one is like a lentils curry. Tips. And then after the cummins. Cumin seeds. Yeah, should be okay. Alright. This one is nice. दाल भयो क्या हो Next भइसक्यो दाल अब योभन्दा उता पुरै हुँदैन कति 2 सिटी लाग्यो फेरि पानी खानु पर्दैन पानी हामीलाई किन योगेश आउँछ नि त खानलाई तर दाल नेक्स्ट भयो साथीहरू लुक एट हियर दाल दामी भएको छ अब चाहिँ धेरै फुटिसक्यो योभन्दा उता फुट्दैन होइन योभन्दा उता त्यो होइन त्यो गोटीहरू चाहिँ हाम्रो नालहरू गोटीहरू यो फुट्दैन अब होइन यहाँ खोल्ने होइन अलिकति यस्तो गरौँ न त के गरौँ भने अलिकति पानी थपौँ किनभने धेरै नै बाक्लो भयो गार्निस या सो वी गार्निस हाल्नु पर्छ एकछिनमा एकछिन त छोप्नु पर्छ के भनिदिन्छु होइन यो लेभल दाल दाल रेडी भयो ट्याक्क खनाइयो यो घरमा आएदेखि हामीले खाएकै छैन अन्य स्पिस हो र यो लेभलको दाल दाल यस्तो यो लेभलको छ ल हाम्रो दाल एक नम्बर स्पेसल दाल ट्याक्कसँगले बनिसकेको अवस्था ट्याक्कसँगले नेक्स्ट लेभल बनिसक्यो दाल दाल यो लेभलको दाल छ कि हर 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 आइरहेको छ हौ नेक्स्ट लेभलको अब हामी टमाटरको अचार बनाउन खोज्दैछौँ होइन अब यहाँ हेर्न सक्नुहुन्छ हामीले टमाटर ट्याक्क रेडी गरेको ट्याक्क टिमहरू घोट्ने होइन अनि टिमुर छ यहाँ धनियाँ केही हुन्न ती हालेर क्यास पारिदिउँ न टमाटर हालिसक्यौँ यहाँ ट्याक्कसँग धनियाँ अनि टिमुर यहाँ ट्याक्क छ अनि खोर्सानी ठिक छ म हेर्दै What man? हेर्दैछु That's not your things. I need to do that myself. त्यस्तो छ यसमा लसुन त हाल्नु पर्दैन होला नि लसुन नि ए लसुन पनि पर्छ लसुनको हाल्नु This recipe is mine. Okay. This recipe is mine. That's not yours, mate. एउटा मात्र हाल्नु न सबैमा हालेको खोर्सानी पिरो हुन्छ एब्सोल्युट पिरो हुन्छ हौ कुन यो हाल्यो यो हाल्यो खानु न एक दुई तिन गरौँ न गर्नु पर्थ्यो लफडा नुन थोडा हाल्नु पर्यो होइन अक्कड बक्कड गर्नु पर्थ्यो नुन हाने थोडा अर्को त काट्ने नि माटेको चाहिँ हाल्नु पर्थ्यो नि त योभन्दा पनि कोही हालेको जो लसुन यहाँ चाहिँ होइन ऊ हालेको के तिमोर तिमोर हाल छैन यो पनि हाल्ने होइन त्यसले भइहाल्छ धेरै स्ट्रङ पनि बनाउनु त्यो लसुन फ्लेभर तिमोर एकदम आउँछ तिमीले कति हाल्ने तिम्रो पुग्छ त्यसले सेकेन्ड त अस्ति हामी धेरै हालेछौँ नि होइन मैले हालेको त्यसले पुग्दैन भने अझै थपेको थिएन दुई चारवटा त्यो भएर नमिठो भएको रहेछ क्या अघि टमाटर गर्दा नि अब आज कस्तो हुन्छ है त आजको एक नम्बर हुन्छ कुन लेभलमा बन्दैछ बोइल यो टमाटर बोइल गर्ने बित्तिकै त्यसमा जतिको अमिलोपन हुन्छ नि त्यो अमिलोपन अझै इन्हान्स हुन्छ त्यसको 1 or 2 टाइम्स अझ अमिलो हुन सक्छ क्या बुझ्नु तर यो चाहिँ अलिक काँचो काँचो थियो त्यसले गर्दाखेरि कस्तो हुन्छ म ठ्याक्कै देख्न सक्दिनँ मिठै हुन्छ फेरि आउँछ फेरि आउँछ बढी मिठै हुन्छ जस्तो हुन्छ भन्दाखेरि त्यसको टेस्ट चाहिँ दामी आउँछ क्या बोइल नगरिकन गर्दाखेरि चाहिँ अर्कै टेस्ट आउँछ होइन बोइल गरेर गर्दाखेरि चाहिँ खतरा भयो नि त त्यो हो क्या मिल्दैछ पुरो टमाटरको चाहिँ बबाल भयो यसमा राख्नु हुँदैन सबै के आउँछ योबाट खनाउनुपर्छ कागज पनि हाल्यो योबाट खनाउन न भन्यो नि हो पक्ने एकछिन काति हालेको नि अर्को काटे काति हाल्नु न हौ टुक्रा हौ भुक्का किन गर्नु यो मारु त छ त्यहाँ तुसान ल्याइदिनु न नगर एकछिन त्यो हेर्नु पहिला हो त्यो हेर्नु त यस्तो छ काटी काटेर राखेको यार काति काटिसित
कहाँ बाहिर राखेको छु कहाँ फ्रिजमा राख्यो भने बिग्रिन्छ नि। त्यसरी राख्यो भने त भुसुना आउँछ भरि भुसुना आएर चक्कर हुन्छ हो र? सक्कडै हुन्छ। ऊ त्यो फोहोरको कभर लगाएन भने नि भुसुना आउँछ यो त्यहाँ दिन्छ चक्कर गर्दै। नेक्स्ट एउटा हामी हाल्ने होइन भोलौँ त भोलि लगाउँदै के अमिलो भयो नुन थाप्नुपर्छ त्यही चाहिँ किन लान्छ चाख्नुपर्ने त्यसरी चाख्छ चाख्छ रात धुलो खोर्सानी छैन है छैन अहिले पखालेर हाल्नु धेरै पखाल्नु हुँदैन यहाँनिर हामीले के हाल्यौँ भन्दाखेरि मसला हाल्यौँ भराइसी मसला हाल्यौँ अहिलेको भराइसी मसला पनि एकदमै कम हाल्ने हो फेरि धेरै हाल्यो भने यसको ओरिजिनल टेस्ट आउँदैन किन जुन तरिकाले अघि हामीले सबै कुरा माल मसला यहाँ सबै कुराहरू हालेर जुन एकैचोटि ओरेको थियो नि त्यसको फ्लेभर चाहियो नि त हामीलाई ओके त्यत्रो चाहिँ कुरो यसो कुरा हाल्यौँ अनि यहाँ पानी पनि हालेको छैन एउटा इन्ट्रेस्टिङ कुरा थाहा थियो कि नै हामीले बन्दाकोपी जुन पखाल्दाखेरि जुन पानीहरू अलिअलि थियो नि त्यो पानी नै नुन हालिसकेपछि रिकभर भइरहेको हो होइन पुगेन कि मसला रिल्स हेप्पी चल्दैछ है रिल्समा त नेक्स्ट के अरे नेक्स्ट माल बनाएर होइन माल बनाएको रेसिपीहरू माल बनाएको पकाएको ओरेको अकडम त नेक्स्ट हो त हौ यो लेभलको देखियो भने त अनि के हुन्छ हौ यहाँ लपडा हुन्छ त चक्कर हुने हो त हौ हस् जान्छ नेक्स्ट गजब छ अब हाम्रो अहिलेको खाना लगभग पाकिसकेको छ अब हामी लगभग 4-5 मिनटमा खान्छौँ है त ट्याक्कसँगले यहाँ हाम्रो खाना त अहिलेको दाल सब्जी होइन अचार नेक्स्ट तरिकाले ट्याक्कसँगले चाहिँ एक ठाउँमा साल गोल गरेर ट्याक्क स्टाइलले अब यो लेभलमा खाइयो कि आज यो लेभलमा खाइयो कि जान्छ आज होइन पुरै झ्याप्पैसँगले अगाइयो नेक्स्ट बढी कुरा बुढी भइरहेछ घरि कता भाइरेट भइरहेछ घरि कता भाइरेट भइरहेछ होइन अचम्म भइसक्यो क्या यहाँ धेर मिठो खाएर होइन धेर मिठो खाएर कता भाइरेट भुर्र गर्छ कता भाइरेट हुन्छ लम्बडा भइरहेछ होइन बुझ्नुभयो अनि त्यो हुँदाखेरि अब आजको खुवाई एकदम नेक्स्ट भयो ड्रिङ्क पनि नेक्स्ट भइहाल्यो अब आजको लागि यति नै गरौँ होइन आजको लागि यति ठिक छ ए ल गजब